तपाईँ मलाई कुन कुन प्रकारका जेन्जी छन् भन्नुहोस् अनि के हो ल 2-4 वटा प्रकार भनिदिनुहोस् मलाई 2.2 देखि लिएर यहाँ तक के हो सर 2.2 जेन्जी भनेको जेन्जी खासमा त एउटा युवा यो एज ग्रुप हो जेन्जी भनेको कुनै पनि एउटा ग्रुप हुँदैन सर अनि अब मेरो प्रश्न के होइन एकचोटि पर्खिनु उहाँलाई क्ल्यारिफाई गरे ल तपाईँको नैतिकताले के भन्छ भन्नुहोस् मेरो मलाई नैतिकताले तपाईहरुले जुन कार्य गर्नु पनि देशमा उद्यम मचाउनु पनि तोडफोड आगजनी गर्नु पनि यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेले लिनुपर्छ र तुरुन्त प्रहरीले तपाईहरुलाई हत्कडी लाउनुपर्छ त्यो तपाईँ के लयर हो म एउटा तपाईँ लयर हो जिम्मेवार व्यक्ति कसरी जिम्मेवार तपाईँको क्वेसन नै यो इरेस्पोन्सिबल क्वेसन छ कसरी रेस्पोन्सिबल भयो नेतृत्व लिएपछि तपाई जिम्मेवार बन्नु पर्दैन जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन तपाईले म नेतृत्व तपाईँले के बोल्नु भएको भन्नुहोस् त त्यो पत्रकार तपाईँलाई बोल्न आउँदैन रहेछ खैर एउटा प्रश्न के क्वेसन गर्नु भएको तपाईँको नैतिकताले दिन्छ उहाँलाई के हो तपाईँको यस्तो हावा क्वेसन नगर्नु तपाईँ जुन स्थानमा छन् तपाईहरु जस्ता अराजक व्यक्तिहरुले गर्दा अराजक कुन आधारमा भन्नुभयो कुन आधारमा कुन आधारमा भन्नुभयो यत्रा तोडफोड आगजनी यत्र तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन जिम्मेवार तपाई बन्नुपर्छ छे, उसले मलाई चाहिँ म अक्युज हो भनेर भन्यो एउटा प्रश्न छ के मेरो किन होला हो भनिदिनु त कसरी तपाई नेतृत्व गर्दा भनेर आइराख्नु तपाईँ नगराउनु संसारमा दाइको क्वेसन चाहिँ एकदम खतरा आउँछ रहेछ सत्ता भनेको जित्नेले चलाउने हो चाहे त्यो आन्दोलनबाट जित्नेले होस् चाहे त्यो मतदानबाट जित्नेले होस् हैन चुनावबाट जित्ने होस् तख्तापलट गरेर जित्ने होस् हजुर या मतदानबाट चुनावी प्रक्रियाबाट जित्ने होस् सत्ता जित्नेले चलाउने हो हो डेफिनेटली हैन यो संसारको वर्ल्ड वाइड नियम हो यो हजुर तर आज जेएनजीको सरकार बन्यो भनेर भनिरहँदा जेएनजीका प्रतिनिधिहरू खै तपाईहरु खै मन्त्री भएको तपाईहरुका प्रतिनिधि खै मन्त्री भएको होइन यो यस्तो भयो अब बारबारा समता को आउँछन् मन्त्रालयमा त के भइरहेछ यहाँ अब यस्तो भयो यो कुराको बारेमा चाहिँ मैले हिजो पनि भनेको थिएँ है सडकको तातो सडकको गर्मी चाहिँ मन्त्रीमण्डलमा जानै पर्छ त्यसमा दुई मत छैन जुन अस्ति 4 जना सिफारिस हुनुभयो कसले उहाँलाई सिफारिस गर्नुभयो र उहाँ जेन्जी हो कि होइन त्यो नभइकन सडकको चाहिँ आगो मन्त्रीमण्डलमा हुनैपर्छ भनेको सडकमा पार्टिसिपेसन गरेको पात्र हजुर क्याबिनेटमा हुनुपर्छ पर्यो अब 80 लाख नेपाली चाहिँ बाहिर बस्नुहुन्छ हैन यो चाहिँ ठुलो चाहिँ पोर्सन हो कि भोटर्सको मतदाताको चाहिँ ठुलो पोर्सन हो यो चाहिँ भएन विदेशमा भएको डायस्पोरा नेपालीहरूको चाहिँ भोट चाहिँ हाल्ने अधिकार चाहिँ सुनिश्चित गरिएन भने यो चाहिँ ठुलो हेलचेक्राइ हो अब एउटा हामीले प्रपोज गर्ने कुरा भनेको चाहिँ लाइभ स्ट्रिम गर्नु पर्यो अहिले त लाइभ स्ट्रिमको जमाना छ तपाईको धाँधली हुन्छ भने त त्यहाँ त मजाले देखिन्छ लाइभ स्ट्रिम गर्दा त कसले धाँधली गर्यो त्यो मजाले देखिन्छ त्यो मान्छेले समातेर कडा भन्दा कडा सजाय होस् नमस्ते सब्स्क्राइब गर्नुभयो छैन गरिदिनु यार के जान्छ यार रातो बटन थिचेर फाड्दिउँ न मोबाइल फोटो भने म तिर्दिन्छु